तपाईले ल्याएको गणतन्त्र आज जग हल्लियो कमजोर भयो राजावादीहरूले आजकै दिनबाट आन्दोलन सुरु गरिसके यो व्यवस्था फाल्नको लागि उनीहरू सडकमा आइसके आउँदैनन् सडकमा आएर केही हुनेवाला छैन यो सिस्टम र यो चाहिँ गणतन्त्र यो संविधान हिल्नेवाला म कहीँ कतै देख्दिनँ राजावादीको टार्गेट त प्रचण्डतिरै छ उनीहरूले भनिसके नेपालमा राज संस्था फर्काउने पूर्व राजा ज्ञानेन्द्र शाहलाई नारायणी दरबारमा लिएर जाने श्रीपेच लगाउने र सबभन्दा पहिला तपाईँलाई थुन्ने उनीहरूको घोषणा तपाईँलाई जेलमा कोच्ने राजा निगदेनले घोषणा गरिसक्नु भयो नेताहरूलाई हेलिकप्टरबाट जान बाहिर विदेश जान छुट छ मैले धेरै प्रचण्डलाई यो देशमा बस्ने अधिकार छैन त्यो घोषणा मैले धेरै पटक सुनिसकेको छु त्यो वाह्यात कुरा हो आम नेपाली जनता साथमा छन् र हाम्रो उदारतालाई राजावादीहरूले कमजोरी जस्तो ठानेका छन् नेपाली जनता एकचोटि फेरि जाग्न पर्यो भने जाग्ने तयारीमा पनि छन् उनीहरूले जे भन्ने गरेका छन् गरेर देखाउन् न त यो सम्भव छ नेपालमा हजारौंको बलिदानपछि हजारौंको चाहिँ तपाईको जेल नेल यातना भएको के नेपाली जनताले कोत पर्व भण्डारखल पर्व नारायणहिटी हत्याकाण्ड बिर्स्या छ भन्ठाने छन् राजावादीहरूले हिम्मत छ उनीहरूलाई यो विषयमा चाहिँ छानबिन गर्ने भन्न त्यहाँ यस्ता कुरा वाह्यात कुरा हुन् यसको कुनै अर्थ छैन प्रचण्डले गणतन्त्र ल्याएको हो तपाईले ल्याएको हो नि त गणतन्त्र